माइजू माइजू के साह्रो ठुलो पल्टेका हो, बोल्दा नि बोल्दैनन् कति न। दिदी सुन्नु न, तपाईँसँग अलिकति 500 जति पैसा छ भने सापर दिनु न। छैन त बुने मसँग त। खै हो कम्पनी पनि चलेको छैन, त्यस्तै छ। छुट्टीमा आएको छु। विदेशको महल पनि त्यस्तै छ, लडाइँ भइरहेछ अरे। अब के गर्ने खै, आएको नि 4-5 दिन मात्रै हुँदैछ। ल केटा त्यसै गरौँ नि त। ए दादा नमस्ते, कहिले आउनुभयो? ए म 3-4 दिन भयो। के छ खबर? के कति कामले आयो? कहिले नआउने मान्छे सन्चै छौ? के हुनु र दादा, सानो पसल खोलेको थिएँ बेटामतमा, त्यो पनि डोजर आएर भत्ताभङ्ग बनाइदियो। सबै बेहाल छ दादा। दादा तपाईँसँग पैसा छ भने मलाई अलिकति 20,000 जति सापर दिनु न ल, पर दिदीको तिर्नु थियो। बहिनी म पनि कम्पनी टुटेर आएको, अहिले त छैन बहिनी। अहिले छैन, नरिसाउनु ल। किन रिसाउनु दादा, पैसा बनाएर बनिने होइन। अनि भाउजू कहाँ जानुभयो? बहिनी के भनौँ र खोइ। म तपाईँको आफ्नै बहिनी सर हो त। के कुरा हो भन्नु न, बामा केही सहयोग गर्न सक्छु कि? बस्नु नि त यता। भन्नु न दादा, के कुरा हो? हेर न, यत्रो ताला लाएर गएको छ, माइत गएको छ भन्दै थिए। फोन पनि लाग्दैन, एकछिन पछाडि फेस भएर ससुराली जानु पर्यो। नराम्रो नसोच्नु दादा, गाउँलेहरूले भड्काउन सक्छन्। आमा बिरामी भएर माइत जान आँटेको भन्दै थियो। माइत जान्छु म, आमा बिरामी हुनुहुन्छ भन्दै थियो। जानु होला, माइततिर जानु होला। त्यसो नराम्रो केही नसोच्नु है दादा। अस्ति भर्खर भेटेको मान्छे, आज घरमा देखिन, त्यही भएर सोधेको नि। मलाई पूर्ण विश्वास छ ऊ माथि, मैले त्यस्तो सोचेको छैन। दादा म जान्छु ल, तपाईँले यत्रो बेर अलमलाए। दादा म गएँ ल। बहिनी नरिसाउनु ल, दादाले पैसा दिएन भनेर। छ्या दादा किन रिसाउनु र, आखिर सबैको त्यस्तै त हो। दाइ रोक्नु न। दादा के थियो? कहाँ जाने बहिनी? ताप्लेजुङ जाने हो? दादा म साह्रै अगल परेर आएँ। यो गाउँमा जाने बुझ्ने भनेको तपाईँ नै हुनुहुन्छ। मलाई अलिकति 20,000 जति पैसा दिनु न ल। ओहो बहिनी पैसा त छ, तेल हाल्ने मात्र छ। ठिकै छ बहिनी, अगल पर दिन्छु नि त। ल्याऊ बहिनी पैसा। धन्यवाद दादा, म तपाईँको गुण कहिले पनि बिर्सिदिनँ। म तपाईँलाई ब्याजसहित फर्काइदिन्छु ल दादा पैसा। ठिकै छ बहिनी, तिमीलाई अप्ठ्यारो परेको बेलामा मैले पैसा दिएको छु। मलाई ब्याज चाहिँदैन, साउ फर्काइदेऊ न ल। यति भनेकी छ नि त्यसले, यही पैसा लगेर त्यसको मुखमा फालिदिन्छु। कति भयो भाइ? तपाईँको 200 रुपियाँ भयो। थ्याङ्क यू। हस्। भाउजू नमस्ते। के को नमस्ते? मैले तिमीलाई पस्नु भने? किन भाउजू मलाई सधैँ त भन्नुहुन्छ? म दाजु भाउजू भनेर उहाँबाट सम्झेर आउँछु। किन मलाई यस्तो साह्रो नराम्रो वचन आउनुहुन्छ भाउजू? किनकि मलाई तिमीहरूको सन्तानको अनुहार हेर्नु मनै छैन। मैले भनेको सुनेन तिमीले? फर्केर गइहाल। के भएको मम्मी? तपाईँले अङ्कललाई किन त्यस्तो भन्नुभएको? चुप लाग त, के थाहा तँलाई यिनीहरूले दिएको यातनाहरू। तर पनि मम्मी तपाईँले अङ्कललाई त्यस्तो भन्नु नपर्ने थियो। अङ्कलले एउटा घर सम्झेर घर आउनुभएको थियो। अङ्कल माफ गर्नु अङ्कल, मेरो मम्मीले जे जति भन्नुभयो
बाबा र आमाहरूले दिएका यातनाले गर्दा मम्मी अझै पनि त्यस्तै हुनुहुन्छ। कहिले पनि राम्रो सोच्नुहुन्न। हेर रञ्जना, त्यस दिन दाजुले र आमाले के गर्नुभयो त्यो त मलाई थाहा भएन, र पनि एउटा मैले भाउजूलाई आमा सरी सोचेर दाजुलाई बाबुसम्म सोचेर आएको छु। मेरो कुनै गल्ती त छैन नि बहिनी। यतिका वर्ष घर सम्झेर आएको थिएँ। ल त म लागेँ। तर पनि अङ्कल बस्नु न। रञ्जना, म घरमा बसेँ भने फेरि पनि भाउजूको चित्त दुख्छ, त्यही भएर म जानै पर्छ। बस ल।